सम्पूर्णमा नमस्कार कन्चिवा। आज चाहिँ म लेसन 6 को पार्टिकल प्लस हाम्रो ग्रामर चाहिँ कसरी युज गर्ने र कसरी सेन्टेन्स बनाउने भन्ने कुरालाई थोरै वर्णन गर्छु। त्यसो मेरो भिडियो हेरेर स्वीकार गर्नु। हाम्रो चाहिँ अब चाहिँ पढ्ने चाहिँ फर्स्टमा मासेनका भर्ब प्लस मासेनका भर्ब प्लस मासेनका भनेर पढिन्छ है त। भर्ब प्लस मासेनका भनेको चाहिँ कस्तो अर्थ जान्छ भने जस्तै भर्ब भनेको के भयो त? भर्ब भनेको क्रिया गर्नुपर्ने ताबेमास गमिमास त्यसपछि सिमास अनि इकिमास यो सबै चाहिँ के हुन्छ? भर्ब फर्म है, क्रिया हुन् भने क्रिया प्लस पछाडि मासेनका भनेर थपिन्छ है। त्यसमा चाहिँ जस्तै गरेर ताबेमास प्लस मासेनका भनेर पढ्यो। अब यसमा चाहिँ ध्यान दिनुपर्ने के त भन्दा ध्यान दिनुपर्ने कुरा के चाहिँ भन्दा ताबेमास प्लस मासेनका जोड्दा चाहिँ मास फर्म चाहिँ आउट गर्ने। यसलाई चाहिँ हटाइदिनुस्। यसलाई हटाएर ताबेमासेनका यो के भयो त? खाने होइन र भन्ने बुझ्यो है। यो मासेनका भन्ने बित्तिकै होइन र भन्ने कुरा बुझिन्छ। ताबेमासेनका खाने होइन र। जस्तै अर्को पनि इकिमास प्लस मासेनका गर्दा के भयो त भने त इकिमासको मास आउट इकिमासेनका भनेर भन्दा चाहिँ के भयो त? यो जाने होइन र भनेर प्रश्न गरे जस्तो भयो। अब अर्को छ फरक कुरा के छ भन्दा हामीले हजुरहरूले अर्को ताबेमासका र ताबेमासेनका यो दुईटामा फरक के छ त भन्दा डिफ्रेन्ट है। यो दुईटामा फरक के छ भन्दा ताबेमासका भनेको अलि ठाडो जस्तो भयो के, अलि पोलाइट जस्तो भएन। ताबेमासेनका भनेको चाहिँ यो चाहिँ एकदम पोजिटिभ मानिन्छ है। यो भन्दा चाहिँ यो एकदम पोजिटिभ मानिन्छ। र ताबेमासका भनेर कसैलाई प्रश्न गरिन्छ भने यसमा चाहिँ ताबेमासेनका भनेर पनि यो पनि प्रश्न जस्तै हो, तर यो भन्दा यो चाहिँ हामीले युज गर्दा धेरै राम्रो हुन्छ है। ल अर्को सेकेन्डमा छ अब चाहिँ मास्यो फर्म है। मास्यो फर्म भनेको चाहिँ कस्तो अवस्थामा युज हुन्छ भन्दा यो पनि भर्ब प्लस मास्यो युज हुन्छ है। यो यसको अर्थ चाहिँ के हुन्छ भन्दा डट 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 हुन्छ है। जस्तै नेपालीमा हामीले खाउँ गरौँ जाउँ भनेर सँगै जस्तो हुन्छ नि त। अब आज पार्टी गर्न जाउँ खाना खाउँ भन्ने तरिकामा हुन्छ है त। जस्तै अघि जस्तै हामीले भर्बमा ताबेमासै हाल्यौँ है। ताबेमासो
प्लस मास्यो भनेर हाल्दाखेरि चाहिँ के भयो त यो ताबे मासको ताबे भयो मास आउट भयो अनि मास्यो गरेर के भयो त ताबे मास्यो खाऊ सेकेन्डमा अझ एउटा सिमास सिमास भनेको डु भनेर बुझिन्छ नि त त्यसलाई चाहिँ सी मा स्यो सिमास्यो गरौँ गरौँ सिमास्यो अनि इकी मास के हुने भयो त इकिमासको के हुने भयो इकिमासको मास आउट भयो इकिमासको इकी आयो मासलाई आउट गरेर मास्यो मास्यो भनेको इकिमास्यो जाउँ जाउँ खाउँ गरौँ बसौँ भन्ने कुरा जनाउँछ है मास्यो भन्नाले चाहिँ औ भन्ने बुझौँ मास्यो भन्ने बित्तिकै फर्स्टमा हामीले एकदम इम्पोर्टेन्ट भनेको अब के बुझ्नु पर्यो भन्दा योमा चाहिँ मास्यो भनेको औ मास्यो थप्दा पछाडिको मास हटेर स्यो मास्यो थपिन्छ भर्ब प्लस मास्यो आयो भने भर्बको मास फर्म मास हटाउने मास्यो थप्ने गरेर त्यति बुझेपछि यो मास्यो चाहिँ बुझिन्छ है त ल अब चाहिँ अर्को चाहिँ हो पार्टिकल ओ पार्टिकल पनि हाम्रो एकदम धेरै एकदम युज हुने पार्टिकल है यो चाहिँ यसमा लेसन 6 मा चाहिँ के छ भन्दा ओ पार्टिकलको बारेमा कुनै पनि नाउन भनेको नामको पछाडि रिलेटेड कुनै पनि नामको पछाडि रिलेटेड भर्ब है छ भनेर त्यो नाउनको पछाडि र भर्बको अगाडि है भर्बको अगाडि चाहिँ ओ पार्टिकल लाग्छ है त फर इक्जाम्पल अब मैले भनेको बुझ्नु भने कुनै पनि नाउनको जस्तै फर इक्जाम्पल यहाँ है इक्जाम्पलको लागि नाउनको पछाडि भनेको नाउन पछाडि यहाँ के आउने भयो ओ अनि भर्बको अगाडि नाउनको पछाडि भर्बको अगाडि के आउने भयो त ओ पार्टिकल आउने भयो अब हामीले इक्जाम्पल बनाएर हेरौँ एउटा सजिलो के बनाउन सकियो त भन्दा होन अब होन के त खाइमास हो होन खाइमास है यहाँ हेर्नु है होन खाइमास होन भनेको नाउन प्लस यो भनेको भर्ब नाउन भर्ब बिचमा के आउने भयो ओ यो के भयो त होन ओ खाइमास के भयो त ओ कहाँ आयो त बिचमा नाउनको पछाडि भर्बको अगाडि आयो है त सजिलो अर्को छ गोहान ताबेमास गोहान ताबेमास अब यो के भयो यो भर्ब हो यो नाउन हो गोहान अब यसमा के आउने भयो ओ आएपछि गोहान हो ताबेमास है त कुनै पनि नाउनको पछाडि भर्बको अगाडि आउने चाहिँ ओ पार्टिकल आयो अब चाहिँ अर्को हाम्रो के छ भन्दा दे है दे
दे पार्टिकल दे पार्टिकल भनेको हजुरले पहिलाको योभन्दा पहिलाको लेसनमा पनि पढ्नु भयो होला, तर त्योभन्दा थोरै फरकमा यहाँ युज हुन्छ है त। थोरै फरक कस्तो कुरामा युज हुन्छ भन्दा यसको थोरै वर्णन गर्दा कुनै पनि ठाउँको काम गर्ने ठाउँको पछाडि दे पार्टिकल युज हुन्छ, प्रयोग गरिन्छ है। मैले के भने कुनै पनि काम गर्ने ठाउँको पछाडि दे पार्टिकल्स युज गरिन्छ। जस्तै उदाहरणको लागि फर इक्जाम्पलको लागि अब के लेख्न सकियो त, फर इक्जाम्पल कुनै पनि काम गर्ने ठाउँको पछाडि है, काम गर्ने ठाउँ भन्नाले केही काम हामीले विशेष केही गरिएछ भने, जस्तै सुपादे होनो खाइमास भनेको कहाँ किताब किन्यो, कहाँ किन्यो त भन्दा सुपा मार्केटमा किन्यो नि त, पसलमा किन्यो। अथवा रेस्टुरेन्टले गुहान ओ ताबेमास भनेको के गरियो त, कहाँ खाइयो त, रेस्टुरेन्टमा खाना खाइयो है। जस्तै रेस्टुरेन्ट भनेको प्लेस भयो, ठाउँ। दे के गरियो त, काम, के काम गरियो, गो ओ हुन्छ, अहिले पढ्थ्यौँ नि हामीले ओ पार्टिकल, गुहान ओ ताबेमासु, रेस्टुरेन्टले गुहान ओ ताबेमास। यो अब यसमा यो भनेको ठाउँ प्लेस हैन, ठाउँ अथवा प्लेस जे भने नि भयो। प्लेसको कुनै पनि काम गर्ने ठाउँ भनेको हामीले यहाँ के काम गऱ्यौँ त, खाना खाने काम गऱ्यौँ, गुहान यो भनेको काम भयो, यो भनेको ठाउँ भयो हैन। हामीले के काम गऱ्यौँ त, खाना खाने काम गऱ्यौँ, यो भनेको त हाम्रो काम भयो नि त। कहाँ गरियो त खाना खाने काम, रेस्टुरेन्टमा गरियो भनेपछि रेस्टुरेन्टको पछाडि चाहिँ के लाग्ने भयो, दे पार्टिकल। यहाँ के लाग्यो, दे। कुनै पनि काम गर्ने ठाउँको पछाडि दे पार्टिकल लाग्छ, कुनै पनि काम गर्दै गर्दा है, कुनै पनि काम गरेको ठाउँको पछाडि। जस्तै रेस्टुरेन्ट, अब अर्को छ सुपा, सुपादे खाइमोनो, सुपादे खाइमोनो सिमास भन्न मिल्यो है। अनि दिएको प्लेसको पछाडि है त, प्लेसको पछाडि लाग्छ। कुनै पनि काम गर्न गएको ठाउँ, सामान किन्न जाँदा सुपाको पछाडि, खाना खान जाँदा रेस्टुरेन्टको पछाडि, पढ्न जाँदा घाक्को पछाडि, यसरी लाग्छ। हस् त, लेसन 6 को आजलाई यति नै। फेरि अरू लेसन 7 को ग्रामर लिएर फेरि आउनेछु। फेरि भेटौँला। के कस्तो लाग्यो तल कमेन्ट बक्समा नबुझेको कुराहरू लेखिदिनु होला, अनि म त्यसको रिप्लाई दिनेछु। हस् त, धन्यवाद।